नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा। साथीहरु, यो देखिरहनु भएको चाहिँ हाम्रो कम्पनी हो। यो कम्पनीमा चाहिँ अहिले खासै काम नभएर खाली खाली छ। यी देख्न सक्नुहुन्छ, यहाँ मेसिनहरु भइहाल्यो। अहिले चाहिँ हामीहरुले खाना खाएर रेस्ट टाइममा छौं। रेस्ट टाइममा भएको भएर अहिले चाहिँ हाम्रो लगभग 1 घण्टा फ्री समय छ। यो फ्री समय भएकै भएर यहाँ दाइले चाहिँ मजाले तरकारी लाउन चाहिँ खन्दै हुनेछ। दाइ के लाउने विचार गर्नु भएको छ? टमाटर, हजुर, काँक्रो, हजुर, खुर्सानी, हजुर, साग लाएर सामने पछाडिसँग ड्याङ्ग खाने। ल दाइ, ल मजाले लगाउनु पर्छ। ल खाली टाइम भएको भएर दाइले मजाले खन्दै हुनुहुन्छ। अहिले चाहिँ यो मेरो 1 घण्टाको खाने टाइम भएको भएर यहाँ मौसम पनि एकदमै राम्रो छ आजभोलि कोरियाको। त्यसैले चाहिँ यो कम्पनी नजिकै एउटा सानो राम्रो पार्क छ। पार्कमा चाहिँ फुलहरू फुलेर एकदमै राम्रो देखिएको छ र यो खाली समय पनि भएको भएर तपाईहरुलाई चाहिँ मैले आजको भिडियोमा पार्कमा भएका सबै कुराहरू देखाउने छु। भिडियोको अन्तिमसम्म रहेर चाहिँ हेर्नु होला है त। यो पार्कमा जाने बाटै नजिकै चाहिँ यहाँ इलेक्ट्रिक साइकलहरू छ। यो इलेक्ट्रिक साइकलहरू हो। यसलाई क्युआर कोड स्क्यान गरेर चाहिँ जो कोहीले पनि प्रयोग गर्न सकिन्छ। यो चाहिँ हो, यहाँनिर क्युआर रिड गर्ने हुन्छ। यहाँ क्युआर रिड गरेर चाहिँ कार्ड भएकोले चाहिँ सबैले प्रयोग गर्न सक्छ। यो चाहिँ चार्ज गरेर बाटोमा जाँदै राखिदिएको हुन्छ। यहाँबाट पार्कमा प्रवेश गर्ने सानो गेट छ। यो पार्कमा फुलहरू फुलेर, चारैतिर फुलहरू फुलेर यहाँको दृश्य चाहिँ एकदमै राम्रो भएको छ। यहाँ अगाडि थोरै सानो सिडी चढिसकेपछि माथि टपमा पुगिन्छ। यहाँ माथि आइसकेपछि यहाँ सानो ताल जस्तो पनि छ है। एकजना साथी पहिल्यै आएर बसिरहनु भएको रहेछ। साथी आइसकेको? ए, खाना नखाइकन आयो क्या? अनि यो गर्मी मौसममा चिसो हावा कस्तो लागिरहेछ त? त्यही त, यहाँ चाहिँ बस्न हावा आउँछ, एकदम बबाल छ। यहाँ हेर्नु न, यो प्रतीक्षालय वरिपरि मजाको फुलहरू फुलेर एकदम रमाइलो भएको छ। अनि यहाँ माथि आइसकेपछि ज्यानहरू तन्काउन मन लाग्यो, एक्सर्साइज गर्न मन लाग्यो भने मजाले यहाँ एक्सर्साइज गर्ने सामानहरू पनि राखिदिएको छ। यहाँबाट चाहिँ हामीहरूले एक्सर्साइज गर्न सक्छौँ। यो पार्कको सबैभन्दा माथिल्लो भाग हो। यहाँबाट पछाडि फर्केर हेर्यो भने यस्तो ठुलो अपार्टहरू देख्न सक्नुहुन्छ।
सकेसम्म मैले तपाईहरुलाई यो पार्कमा भएको सबै कुराहरू देखाउन कोसिस गरेँ। साथीहरु तपाईहरुलाई यो पार्क कस्तो लाग्यो राम्रो लागेमा कमेन्ट गर्न नभुल्नु होला र यस्तै यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला। आजको भिडियोमा यति नै। हामीहरु फेरि अर्को भिडियोमा भेट्ने छौं। स्वस्थ रहनुस्, खुसी रहनुस्। जय नेपाल।